अब एकछिन हाम्रो सीमा दिदीले सुतिराख्नु भएको छ हो। चिया बनाउँछ, मिठो चिया। कसको बर्थडे हो? कसको बर्थडे? हेलो, गुड मर्निङ, एनदर डे, न्यू भ्लग है। नेक्स्ट डे, आज चाहिँ हो सैटरडे, सब्बात है। र आज चाहिँ बेलुका सबैजनालाई आफ्नो आफ्नो काममा फर्किनु पर्ने छ। र म पनि जस्ट भर्खर उठेर फ्रेस भएर दुध थिएन, दुध लिएर आएको र जस्ट बसेर भ्लग स्टार्ट गरेको। र अब एकछिन हाम्रो सीमा दिदीले सुतिराख्नु भएको छ हो। चिया बनाउँछ, मिठो चिया। मिठो चिया बनाएर खिलाउँछ हो। चिया बनाउँदिनँ भन्दैछ, सुन्नुहुँदै होला ब्याकग्राउन्डमा होइन। तर बनाउँछ दिदीले, मनको एकदम राम्रो छ के। म चिन्छु नि मेरो दिदीलाई, उठेर बनाउँछ। त्यहाँ बात मात्रै मार्नु दिनुपर्छ कि, साथीभाइहरूसँग बात मार्दैछ, निलमहरूसँग बात मार्दैछ हो। बात मार्न मात्रै दिनुपर्छ, उठेर चिया बनाउँछ। सो त्यही हो आजको। ठगेको होइन, साँच्ची ठगेको होइन। बनाउँछ। सो यस, चिया पिएर आज हामी जान्छौँ जाफा पोर्ट बोटिङ गर्ने अरे, स्पिड बोट। सीमा दिदीले अस्ति कहिले छुट्टी निस्किँदाखेरि गर्नुभएको थियो, अनि मलाई लिएर जानुहुन्छ अरे हो। हेरौँ अब यहाँको एक्सपिरियन्स सेयर गर्छु है। सो यस, जे पनि हुन्छ आज है। आजदेखि बेलुका नपुगुन्जेलसम्म यो भ्लग कन्टिन्यू रहनेछ। र आज बिहान अहिलेदेखिबाट दिनभरिमा जे 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 हुन्छ म त्यो सबै सेयर गर्नेछु। बनिराख्नु भिडियोमा। ल उठ्नु त, चिया बनाउनु छिटो। बनाउँछ। हाम्रो यहाँनिर मिठो चाय बनिँदैछ। र मैले के भनेको थिएँ, मेरो दिदीले बनाउँछ भनेर। यता र मेरो दिदी हो मिठो चिया। र यो हिजोको मासु यतिकै छ। हाम्रो सीमा दिदी एकदम के भन्छ, मान्छे हेर्दा मात्रै यस्तो हो नि, पूजापाठ र हप्तामा एकपल्ट चाहिँ मासु छोड्छ नि। फेरि खाना पनि छोडे त हुन्थ्यो, तर चक्कर लाग्छ अरे। खालि नन भेज खाँदैन शनिबारको दिन। र भात चाहिँ यहाँनिर डल्लै छ। वाउ, यो भात चाहिँ दावत बासमती राइस हो यो। भात यस्तो दामी छ हो। र अब चिया पिउने हो चट्टै परेर। हामी चिया पिउँदैछु। अहिले कति बज्यो? आमामा 11 बज्नु आँटेछ। अब दिदीले चाहिँ गाना प्र्याक्टिस गर्दैछ। वाउ वाउ, संग तेरा। सुपर, यो गाना चाहिँ मलाई साह्रो राम्रो लाग्छ है। यस, चिया पिएर रेडी पनि भइसक्यौँ। र अब हामी जाँदैछौँ यहाँदेखिबाट जाफा बिच। र हाम्रो सीमा दिदी रेडी हुँदैछ। र रेडी भइसकेपछि चाहिँ हाम्रो सीमा दिदीले बत्ती बन्छौँ। रेडी भइसकेर चाहिँ अब हाम्रो दिदीले मिठो गाना गाएर सुनाउने अरे। म चाहिँ तपाईँहरूको माझमा राख्नेछु। सो बनिराख्नु भिडियोमा है। हाम्रो दिदीले चाहिँ जाने बेलामा गाना गीत आउँदैछ है। म तपाईँलाई देखाउँछु ब्याक क्यामेरा गरेर।
Superb. गाना गीत गाएर चाहिँ अब हामी गएको जाफा बीच। कस्तो दामी आएको। हामी क्याबमा बसिसक्यौँ है र अब जाँदैछौँ ओल्ड जाफा पोर्ट बोर्डिङ गर्नु। यस लेट्स गो। सो यस आइपुग्यौँ। 2-3 मिनट हिँड्नुपर्छ भनेको छ। आम्बो देख्नु थाल्यो। कहाँ यो सबै ओल्ड हो, ओल्ड जाफा। यो सबै छ ओल्ड जाफा हो। तपाईँलाई अब भ्यू देखाउँछु अगाडिदेखिबाट। तिमीलाई त स्कुबा गर्नु मन छ होइन? हाम्रो सीमा दिदीको बकेट लिस्टमा चाहिँ स्कुबा डाइभिङ छ अरे हो। स्कुबा डाइभिङ गर्नु मन छ अरे हाम्रो सीमा दिदीलाई चाहिँ। वा 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 म देखाउँदैछु तपाईँलाई। लु अब हेर्नुहोस्, यो चाहिँ हो जाफा। कुकुर किन घुमेको के चिज भेटेको छ कि? रिल्याक्स फिल हुँदैछ। कति बज्यो अहिले? 12 पनि बजेको छैन, ठिकै छ। यहाँ टाइम स्पेन्ड गर्ने कुकुरले त्यही त। र अब चाहिँ हामी बोटिङ गर्न जाँदैछौँ है। हामी बोटको जग्गामा आइपुगी कुन चाहिँ बोटमा चाहिँ चल्ने?
हामी चाहिँ बोटमा बसिसकेका छौँ सीमादी र म कति एकजनाको 40 रुपियाँ लियो दुईजनाको चाहिँ 80 रुपियाँ लियो हामी स्पिड बोटमा चाहिँ बसेनौँ यो तर पुरा स्पिड हुन्छ ठुलो छ सानो खालको छैन ज्यादा ठुलो पनि होइन यसमा बसिरहेको छौँ हामी कसको बर्थडे हौ उसको बर्थडे त्यस्तै लाग्दैछ अब चाहिँ बोट स्टार्ट भयो अब चाहिँ बोट स्टार्ट हुँदैछ अब गाना लगाउनु आँटेको रहेछ है ऊ सेतो भेषको बर्थडे रहेछ कि त्यो भाइको बर्थडे रहेछ त्यस्तो चाहिँ बोट चाहिँ अब स्टार्ट भयो राम्रो ब्लगर गाना बजायो कपिराइट आउँछ होला भर्खर बोटबाट निस्क्यौँ र भोक लाग्यो अब चाहिँ दुईजनालाई भोक लाग्यो किनभने हामीले ब्रेकफास्ट खाएको थिएन चिया खाएर त्यतिकै निस्केको थियो त्यही त भात त त्यत्रो थियो नि त्यसलाई भुटेर खाएको पनि हुन्थ्यो रहेछ है त्यही त तपाईँले भन मात्रै न चिया बनायो भने खाजा के खाने भनौँ त जहाँ भात भुट भनेको भात त भुट्थेँ म साँच्ची कस्तो कुरा गर्छ हौ न म त्यो अहिले गएर भुट्न त भयो त्यो भात अब बाहिरबाट खाएर जाने है भोक लागेर चाहिँ हामी यहाँनिर फलाफेल खान आइरहेको छौँ है सीमातिर म यो खाने र क्याबमा बसेर जाने अब एकैचोटि म तपाईँहरूसँग क्याबमा बसेर जान्छु भयो सो यस अब चाहिँ हामी फलाफेल खाने के गर्ने बसेर खाने यहाँ बसौँ अब चाहिँ हामीलाई साह्रै भोक लाग्यो फलाफेल खाएको ल हामीले अमिलोहरू हालेन रहेछ खोर्सानी हालेको छ मैले स्पाइसी भनेको सो फलाफेल खाएर पनि है क्याबमा बसिसक्यौँ र अब हामी जाँदैछौँ अपार्टमेन्टपट्टि र ड्याम्मै भयो है र अब सिधा अपार्टमेन्टमा गएर एकछिन रेस्ट गर्छु फोटो खिच्नु हुँदैछ हाम्रो दिदीले सो अब एकैचोटि पुगेर भेट्छु अलिअलि भ्यू देखाउँछु है तपाईँहरूलाई पैसा पकायो लु फोन गर्दा सो अहिले चाहिँ हामी सरिता बहिनी र मिरा बहिनीलाई भेट्न आइरहेको छु को भन्दाखेरि उहाँनिर जसले दिल्लीको भ्लग हेर्छ
हाम्रो रुममेट थियो जो हाम्रो पहिलाको सीमा दिदी र निशा दिदीले छोडेर गएपछि इजरायल गएपछि चाहिँ उहाँहरू आएको थियो उनीहरूको जग्गामा। सो तपाईँले ब्लग हेरेको छ, उहाँहरूसँग पनि अब हाम्रो राम्रो बोन्डिङ भएको थियो नि त, त्यही भएर उहाँहरू पनि छुट्टी लिएको रहेछ नि त हिजो 28मा जस्तो हामीले लिएको थियौँ। त्यही भएर हामी उनीहरूकै बिल्डिङको मुनि आइरहेको छु, आउँदैछ र भेट्ने हो। छिटो कस्तो छ यहाँ सीमा दिदी चिन्छ होला के लुचिदिएको छु म फिगर मेन्टेन हामी जस्तो कहाँ यस्तो चाहिँ जस्तो कहाँ हो यत्रो हामी यहाँ भुडी लागिसक्यो। जाँदैछ हामी चाहिँ बहिनीलाई भेटेको छु। हामी झालमुरी र कोक खाँदैछु, निलम दिदीसँग बात मार्दैछ हाम्रो सरिता बहिनी। चाहिँ बहिनीहरूको अपार्टमेन्टबाट निस्केको हाम्रो सरिता बहिनी के भ्लगमा हुन्छ सेल्फी त आई मिस यु टु ल लु खोलिदिनु दैलो। ओके लेट्स गो। चिसो भएको हेर यहाँ चाहिँ बहिनीहरूसँग सपिङ गर्नु आइरहेको छु, ग्रोसरिज। दुईजनै भएर उठाउनुपर्छ, पहिला एक्लै हुँदा ल्याएको आइज जल्दी। अलि अमिलाले पठाइदिनु उसमा व्हाट्सएपमा दिदीलाई पनि देखाऊ। सपिङ चल्दैछ क्याबको। सएन अघिको राम्रो थियो। पिङ्कै राम्रो छ नि खासमा यो। अन्त के फ्रेस माल छैन भन न, फ्रेस माल अरे फ्रेस पिस है, फ्रेस पिस छ भने भन न। यो चाहिँ अलिकति राम्रो देखेको छ। सो अब चाहिँ हामी निस्किँदैछौँ बाहिर। यही क्याबको दोकान थियो र हामी क्याब हेर्दैछु र अब हामी निस्केको। बहिनीहरू पनि जान्छ अपार्टमेन्ट, हामी पनि आफ्नो अपार्टमेन्ट। यो अर्को छ कि भनेर सोधेको नि हैन थाकेर बस्यो सरी त। सो यस भर्खर आइपुगेँ र अहिले कति 5:03 गयो। बहिनीहरू पनि गयो तिनीहरूको अपार्टमेन्ट। बहिनीहरू पनि अलिअलि सपिङहरू गरेँ, हामीले पनि अलिअलि गरेँ। सीमादिले पनि अलिअलि सपिङहरू गऱ्यो, मैले पनि मेरो सक्सहरू थिएन त्योहरू लिएँ। र अब चाहिँ यो अब सामानहरू मिलाउनु छ र एकछिन रेस्ट गर्छु। 5:04 गयो भर्खर, अघि 4 मिनट गयो। सामानहरू मिलाएर हिजो त्यो के भन्छ त्यो देखिहाल्नु होला, इन्डियन स्टोरबाट सामानहरू किनेको त्यो मिलाएर हाल्नु छ। त्यहाँदेखिबाट बस कति बजी खोलिन्छ हेर्नुपर्छ, चेक गर्छु मेरो बस कति बजी छ, बस कहिलेदेखिबाट चल्नु थाल्छ। सेन्ट्रल बस स्टेसन छेउमै छ, 2जना जाने हो। त्यहाँदेखिबाट दिदी जान्छ, दिदीले पक्र्छ हर्जेलियाको बस, म चाहिँ पक्र्छु रिसन लेजियनको बस। सो यस अपडेट दिँदै जान्छु जे पनि हुन्छ। सो भेट्दै गरौँ। आजको दिन पनि खत्तमै भयो भनौँ न अलमोस्ट। सो स्टे ट्युन। टाइम पनि भयो र मेरो यहाँ ब्याग रेडी छ, ब्याग पनि रेडी छ। अब हाम्रो दिदी पनि रेडी हुँदैछ। अब चाहिँ यहाँबाट निस्किनु पर्ने हुन्छ। कति बजे यहाँ अलमोस्ट 7:10 भयो। 7:10 होइन, 7:05 भयो। अब यहाँबाट निस्किन्छु हामी र अब एकैचोटि अब तपाईँहरूसँग तखन अमेरिकल जितमा पुगेर भेट्छु है। सो जस्ट भर्खर बसमा बसेँ र सीमा दिदी पनि जानुभयो। सीमा दिदी टाइम छ बस आउनु, बल्ल बल्ल बस भएर बसमा बसिरहेको छु। सो अब एकैचोटि पुगेर भेट्छु। स्टार्ट भएको छैन, मान्छेहरू चढ्दैछ अझै। सीमा दिदीलाई त राम्रोसँग बाई पनि भन्नु पाएन हतारमा, के गर्नु अन्त प्लेटफर्म खोज्दै। सो अब एकैचोटि पुगेर भेट्छु।
यस गाइज है घरमा आएर पनि मुख हातखुट्टा धोएर फ्रेस भएर सब्जी र अचार चाहिँ मैले फ्राइडेको दिनै बनाएर गएको थिएँ राइस मात्रै बनाएँ तातो राइस खाँदैछु बाफ पनि उठ्दैछ सो यस म अब खाना खान्छु खाना खाएर रेस्ट गर्छु पुरा खुट्टा भत्पत पोल्दैछ त्यो हिँडेकोले गर्दा क्या अन्त सो खाना खाएर सुत्नु छ सो यति भन्दै म मेरो ब्लग यहाँ एन्ड गर्न चाहन्छु अगर भिडियो मन पऱ्यो प्लिज डु लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब सी यू इन द नेक्स्ट ब्लग टिल देन टाटा बाई बाई लभ यू गाइज एन्ड गुड नाइट Habibi, come to Israel.